नमस्ते अनि फेबुलो तपाईहरु सबैजनालाई मेरो भिडियोमा वेलकम छ। अनि मेरो नाम चाहिँ प्रदीप तामाङ हो अनि म ट्राभल्स तामाङ च्यानल चलाउँछु। अनि यो च्यानलमा चाहिँ तपाईले यसो ट्राभलिङ भिडियोहरु पाउनुहुनेछ। यदि तपाईहरु इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईहरुले मेरो च्यानलमा आएर भिजिट गर्न सक्नुहुन्छ ट्राभल्स तामाङलाई। अनि आज चाहिँ म तपाईहरुको माझमा एउटा भिडियो लिएर आएको छु जो चाहिँ एकदम फेमस अनि ट्रेन्डिङमा चलिरहेको साउथ सिक्किममा तिमी टी गार्डन भन्छ। तपाईहरुले पनि सुन्नु भएको होला। आज चाहिँ हामी तिमी टी गार्डन जाँदैछौँ है गाइस। ल हेर्नुस्। अनि यो चाहिँ तपाईको जौबारी भेजिटेबल इन्स्टल हो। यो ओह्रालो जानु भयो भने चाहिँ तपाईहरु यसो तल वक जाने बाटोहरु भेट्नुहुन्छ। तर हामी यो बाटो ओह्रालो नगएर तेर्सो जानुपर्छ। जाँदै गर्दा चाहिँ बीचमा चाहिँ घाम चाहिँ यति मजाको लागिरहेको थियो कि गाइस। तर घामले गर्दा दामी वेदर पनि दामी देखिरहेको थियो। रोड पनि सफा ठुलो चडक्कै परेको छ। हेर्नुस् है तपाईहरुले देख्न सक्नुहुन्छ वेदर पनि कतिको क्लियर छ भनेर। अनि हामी यहाँबाट जाँदै गर्दा चाहिँ यहाँ बीचमा बाटोको छेउमा पनि एकदम चिया खाजा खाने जग्गाहरु पनि छ। तपाईहरु त्यो चिया खाजा खाने जग्गामा एकछिन रेस्ट गर्न पनि सक्नुहुनेछ है गाइस। तपाईहरुलाई म सबै भिडियोमा देखाउने छु। आउनुस् ल मेरो भिडियोमा जोड्नुहोस् अनि सो सम लभ। तपाईहरुले सब्स्क्राइब गरिदिनुस् लाइक च्यानललाई। अनि तपाईहरु यदि नयाँ हुनुहुन्छ भने चाहिँ नभुल्नुहोस् है सब्स्क्राइब गर्न चाहिँ प्लिज गाइस सपोर्ट गर्नुहोस्। हामी सानो कन्टेन्ट क्रिएटरहरुलाई पनि तपाईहरु कति मात्रामा ठुलो कन्टेन्ट क्रिएटरहरुलाई मात्रै सपोर्ट गर्नुहुन्छ यसो हामीलाई पनि हामी जस्तो सानो मान्छे सानो भिडियो बनाउने स्टार्टिङ गर्ने मान्छेहरुलाई पनि सपोर्ट गर्नुहोस् है गाइस। म तपाईहरुको अगाडि यही बिन्ती बिसाउन चाहन्छु। अनि जाँदा चाहिँ यो तेर्सो बाटोमा चाहिँ हेर्नुस् त कति दामी भ्यू देखेको। घाम पनि दामी लागिरहेको बाटो पनि दामी स्काई पनि क्लियर छ। तपाईहरु सबैजनाले हेर्नुस् अनि इन्जोय गर्नुस्। बाटो चाहिँ तपाईहरुको यहाँ नाम्चीदेखि चाहिँ तिमीतारको त्यस्तै 19-20 किलोमिटर जस्तो पर्छ होला। एक्ज्याक्टली चाहिँ मलाई थाहा भएन। यदि एक्ज्याक्टली हेर्नु पर्यो भने चाहिँ के कसो हो। अनि हामी पनि जाँदै थियौं बाटो पनि त्यस्तै आधी घण्टा 45 मिनेटको बाटो हो नाम्चीदेखि चाहिँ तिमीतारको पुग्नुको लागि। अनि त्यो तिमीतारको चेरी ब्लोजम हेर्नु चाहिँ मान्छे चाहिँ टाढाबाट नि आउँदो रहेछ। हामी त यही लोकल भएर पनि हामी चाहिँ जानु सकेको थिएनौं। बल्ल आज चाहिँ दिन मिलेर चाहिँ हामी चाहिँ तिमीतारको तर्फ निस्क्यौं। अनि यो चाहिँ रेस्टुरेन्ट हो खाजा खाने जग्गाहरु। अनि यो तेर्सो चाहिँ यस्तो दामी छ कि बाइकमा हिँड्नु चाहिँ यति साह्रो मजा आउँछ। अनि अहिले गाडीहरु पनि पुरा आउनु जानु छ। त्यही तिमीतारको चेरी ब्लोजममै हेर्नु गएको जस्तो लाग्यो मान्छेहरु। टुरिस्टहरु पनि बाहिरबाट पनि धेरै ज्यादा मात्रामा आउनु थालेको छ टुरिस्टहरु पनि। अनि उनीहरुलाई त झन् कस्तो राम्रो लाग्छ होला जग्गा। सायद त्यो हल्ला गाडी साउन्ड खाली मान्छेहरुको देखेर यस्तो पहाड खुल्ला इन्भाइरोमेन्ट पोल्युसन फ्री भएको जग्गामा आइपुग्दा त उनीहरुलाई त झन् स्वर्गै जस्तो लाग्छ होला है। हामी पो यही जग्गामा भएर हामीलाई पो केही जस्तो पनि लाग्दैन। अनि यहाँ चाहिँ गाडीहरु पनि रोक्दो रहेछ। एकदम अर्ग्यानिक भेजिटेबल्सहरु जंगलबाट ल्याएको निङ्ग्रोहरु फ्रेश निङ्ग्रोहरु नो केमिकलै मिक्स नभएको भेजिटेबल्सहरु पनि तपाईहरुले पुरा पाउन सक्नुहुन्छ। तर अनि यहाँको लोकलहरुले चाहिँ फरेस्टबाट जस्तै निङ्ग्रोहरु फरेस्टबाट उनीहरुले टिपेर दुःख गरेर ल्याएको हुन्छ। तर त्यो निङ्ग्रोहरु टिप्न जाँदा चाहिँ यति साह्रो जुगा लाग्छ कि यो चिसो जग्गामा चाहिँ जुगाकै डर हो।
हाम्रो गरमतिर चाहिँ सर्प अनि यो चिसो जग्गामा चाहिँ जुगाको दर। अनि हामी यहाँ इको रिजर्ट पार्क आइपुग्न आँटेको छौँ। यो इको रिजर्ट पार्क भन्छ, यो चाहिँ फरेस्टले हेरचाह गर्दो रहेछ। यो इको रिजर्ट पार्क पनि सानो छ तर पिसफुल छ, दामी छ। यहाँबाट लेफ्ट ह्यान्ड साइडमा पस्नुपर्छ तपाईँहरू इको रिजर्ट पार्क जानुको लागि चाहिँ। अनि हामी चाहिँ उता जाँदैछौँ तिमीतारको स्टार्टिङ सुरु भयो। यो राइट ह्यान्ड साइडमा रोड देख्नु हुँदैछ, यो रोड चाहिँ रुकुमटार भन्ने जग्गा पुग्छ। तपाईँहरू पनि सायद भिजिट गर्नुभएको होला, तपाईँहरूलाई पनि थाहा होला। रुकुमटार एकदम सानो पिकनिक स्पट हो, त्यसमा पनि मजा आउँछ। दामी मजाको जग्गा छ, पिस छ, साइलेन्ट छ। अनि त्यो जग्गामा चाहिँ तपाईँहरूले आएर यसो भिजिट पनि गर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ एकदम बिजनेस सुरु भएको जग्गा। अहिले चाहिँ टुरिस्टहरू पुरा ज्यादा आइरहेछ, तपाईँहरूले देख्न सक्नुहुन्छ। गाडीहरू पनि त्यस्तै छ, मान्छेहरू पनि त्यस्तै भिड हो। यहाँ अगाडि चाहिँ क्याफेटेरिया पनि रहेछ। यहाँ गाडीको मान्छेको भिडहरू नि हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त कतिजना छ मान्छेहरू, सबैजना गाउँै खाली गरेर चाहिँ आइपुगेछ नि त तिमीतारको हेर्नु। त्यस्तै भनेर हामी पनि गएको तिमीतारको हेर्नु। तर अब चेरी चाहिँ राम्रोसँगले चाहिँ फुलिसकेको रहेन रहेछ। त्यो चाहिँ स्टार्टिङमा पहिला चाहिँ लास्ट इयर चाहिँ यही समयमा दामी फुलिरहेको हुन्थ्यो। तर हामी चाहिँ योपालि चाहिँ अलिक छिटो गएछौँ। छिटो जानुले गर्दा राम्रोसँगले फुलेको चेरी चाहिँ देख्न सकेनौँ। र पनि अलिअलि साइडमा त फुलेको रहेछ, तपाईँहरू हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी तिमीतारको इन्टर गरिसक्यौँ। अनि अब हेर्नुहोस् है, तिमीतारको मेन टी गार्डनको भ्यूहरू चाहिँ यस्तो छ। यहाँबाट सुरु भएको छ, साइडमा हेर्नुहोस् पयौँ फुलिरहेछ, मजाको देखिरहेछ। यो हेर्नुको लागि चाहिँ मान्छेहरू यति साह्रो ज्यादा आइरहेछ कि के भन्नु। बिजनेस यहाँको पनि दामी चलिरहेछ। मैले हिजोसम्म एउटा दाजुसँग गफ गरेको थिएँ, यहाँको दाजु बिजनेस कतिको के कसो छ भनेको त हिजो एउटा दाजुले मलाई भन्नुभयो कि दाजु चाहिँ 12 बजी आएको थियो अरे। 12 बजी टाइम नमिलेर दोकान खोल्नु चाहिँ 12 बजीतिर आइपुगेको भन्नुहुँदै थियो। 12 बजीदेखि चाहिँ 4-5 बजीसम्ममा चाहिँ 20-25 हजार जस्तोको धन्दा हिकाएर चाहिँ दाजु चाहिँ फर्किनु भएछ। त्यही पनि फ्राइड राइस र चाउमिन मात्रै बेचेर त्यति कमाउनु भयो अरे। अब हुनु नि उनीहरूको टाइम हो, यो टाइम सिजन, एक सिजन आउँछ, यही सिजनमा त हो उनीहरू पनि यताउता गर्नुपर्ने, दोकान थाप्ने, यताउता गर्ने सिजनहरू। यो चाहिँ वर्षैभरि हुँदैन। यो चेरी फुल्ने सिजन चाहिँ त्यस्तै तपाईँको नोभेम्बरदेखि चाहिँ डिसेम्बर लास्ट जनवरीसम्म बस्नु सक्छ होला सायद। यो पालि चाहिँ पानी अगाडि निकै जोडले आएर फुलहरू पनि एकदम राम्रोसँगले फुल्नै सकेको छैन रहेछ है। हामी चाहिँ छिटो पुग्यौँ र पनि अब यतिको चाहिँ मजै आयो। हेर्नुहोस् गाइस, तपाईँहरू गाडी मान्छेहरू फोटो खिच्ने यहाँ माथि कतिजना पसिरहेछ, फोटो खिचिरहेछ। त्यस्तै गरी यहाँ अगाडि पनि तपाईँहरूले देख्न सक्नुहुन्छ राइडर्स ग्रुपहरू पनि रहेछ है। राइडरहरू चाहिँ लड्यो भने चाहिँ राइडरहरूको यो जाडोमा चाहिँ घुँडाको छालाहरू चाहिँ हुँदैन होला है गाइस। राइडर्सहरू पनि एकदम सेफ चल्नुपर्छ, सेफ जानुपर्छ, नभए चाहिँ यो जाडोको सिजनमा चाहिँ साह्रै बिजोक हुन्छ है। लड्यो भने चाहिँ एकताल चाहिँ यो अलकत्राले चाहिँ एक पत्र घोडाको छाला लिएर जाँदा चाहिँ फेरि तिमीतारको भन्दा चाहिँ अमान हुन्छ है। तपाईँहरू पनि यसो विचार गर्नुहोस् है। यसो ट्राभल गर्नु हुँदैछ भने चाहिँ बिस्तारो हिँड्नुपर्छ, एकदम सेफ हिँड्नुपर्छ। अनि हेर्नुहोस् यहाँ मान्छेहरू चाहिँ यहाँ भन्दा नि अझै मुनि चाहिँ ज्यादा रहेछ। तल मेन जग्गा चाहिँ यहाँदेखि अलिक तल हो, 5 मिनट जस्तो ओह्रालो जानुपर्छ। तपाईँहरूलाई म देखाउने छु। जाँदै गर्दा चाहिँ यहाँ पनि नयाँ दोकानहरू खोलेछ। यहाँ एकदम सबै कुरो एभाइलेबल रहेछ। सेकुवाहरू, निङ्गारहरू, जाँडसाडहरू, कोदो कोलाहरू सबैजना खानु जानुहोस् है तपाईँहरू। जाडोमा राम्रै हुन्छ। अनि हामी चाहिँ मेन चाहिँ यो तिमीतारको चेरी पनि हेर्नु गएको, साथसाथैमा फुटबल फाइनल थियो, फुटबल फाइनल पनि हेर्नु गएको हामी चाहिँ।
अनि जाँदा जाँदा चाहिँ आमा बिचमा यहाँ तल पुगिसकेपछि चाहिँ यति साह्रो गाडी मान्छेको भिड थियो कि अनि यो भिडहरू हेर्दा चाहिँ दोकान बिजनेस चाहिँ दामी हुँदो रहेछ। यो चेरीले पनि राम्रै गर्छ बिजनेस, यहाँको मान्छेहरूलाई राम्रो भइरहेछ। यो सिजन त हो, एक त सिजन। अब हामी चाहिँ लगभग आइपुग्यौँ, यो मेन इन्ट्री पोइन्टमा आइपुगेको छौँ। हुन्छ गाइस, थ्याङ्क यू सो मच तपाईँहरूले भिडियो हेरिदिनु भएकोमा। अब फेरि हामी नेक्स्ट भिडियोमा भेटौँला। यो चेरीको रूपमा चाहिँ टाइमिङ लाइट पनि लगाइदिएको छ, बेलुका पनि एकदम दामी देख्दो रहेछ है। हेर्नुहोस् है कस्तो देखिरहेछ, तपाईँहरूले भन्नुहोस् है। तपाईँहरू यसो भिडियो जतिले हेर्नु भइरहेछ एकदम माया गरेर मेरो भिडियोलाई सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। फेरि पनि म तपाईँहरूलाई रिक्वेस्ट गर्दैछु, हेर्नुहोस् है। म चाहिँ अब यसो घुम्नु निस्केको, चेरीहरू हेर्नु निस्केको त चेरीहरू होइन, मान्छे भिड भएर चाहिँ गाडीहरू पनि ज्यादा राखेर चाहिँ जग्गा नभएर यति साह्रो गाडीहरू आइरहेको थियो। भिड गाडीको साउन्डहरू यति साह्रो ज्यादा भइरहेको थियो कि राम्रोसँगले फोटो खिच्नु पनि पाएन। मान्छेहरू पनि आएकै यति साह्रो ज्यादा मान्छे भिड भएको थियो। अनि यहाँ दोकानमा पनि यहाँ अगाडिबाट चाहिँ राम्रो भ्यू देख्छ भनेर हामी चाहिँ यहाँ अगाडि जाँदैछौँ। तर जाँदा जाँदै आमामा मान्छेहरू नि यति साह्रो ज्यादा फोटो खिचिरहेछ, कोही के हाँसिरहेछ, कोही डान्स गर्ने डान्स गरिरहेछ। तर म चाहिँ यता यसो भ्यूहरू हेर्नु लागेँ, भ्यूहरू हेर्दै खुसी आनन्द लाग्यो। यत्रो टाढाबाट आएको, एकदम पैसा चाहिँ वसुली नै भयो भनौँ न, के गर्नु। अब हामी अलिक छिटो आइहालेछ, अब बादमा गयो भने चाहिँ तपाईँहरूले पर्फेक्ट चेरी ब्लोजम भएको देख्न सक्नुहुन्छ। हुन्छ साथीहरू, तपाईँहरूलाई अब म यति नै भन्न चाहन्छु। अब हामी फेरि भेटौँला नेक्स्ट भिडियोमा। तपाईँहरूले